हिजो फाइनली चेन्नई फ्यान्सलाई राम्रो निन्द आएको होला, किनभने हिजो चेन्नईले आफ्नो फर्स्ट म्याच यो सिजनको जितिहाल्यो। हिजो लागिरहेको थियो हो कि चेन्नई सुपर किङ्स हो, नत्र धेरै टाइमदेखि चेन्नईको सुपर किङ त्यति राम्रो पर्फर्मेन्स गरिरहेको थिएन, तर हिजो पहिला जस्तो पर्फर्मेन्स गरेछ। अनि चेन्नई सुपर किङ्सलाई दुईटा हिरो पाइसकेको छ, एउटा सञ्जु स्यामसनको रूपमा अनि अर्को आयुष मात्रेको रूपमा। जसरी सञ्जुले आफ्नो 100 पुगाएछ नि एकदम दामी रहेछ। आयुष मात्रे यो प्लेयरलाई सायदै कुनै क्रिकेट फ्यान बिर्सिन सक्छ, किनभने 2025मा पनि यो प्लेयर 94 रनको ब्रिलियन्ट इनिङ खेलेको थियो आरसीबीको खिलाफ। अनि हिजो पनि गएर 59 रनको इनिङ खेल्यो, जुन धेरै हेल्प गर्यो सीएसकेले 200 पार पुग्नमा। तर डीसीको पनि ब्याटिङ कुनै कम थिएन भाइ, जुन कुटिरहेको थियो नि ओपनर्स, स्पेसली गरेर त्यो निशाङ्क 24मा 41 बनाएको थियो। कुन खतरा लेभलको ओपनिङ त्यो गरेको थियो नि, त्यो टिकिहाल्थ्यो त सञ्जु स्यामसनको इनिङ सायद कम परिहाल्थ्यो। अनि स्टुबेस पनि धेरै खतरा इनिङ खेलेको, 38मा 60 रन 170 प्लस स्ट्राइक रेट, यो धेरै दामी छ। दुवै टिमलाई हिजो दुईटा सुपरस्टार पाइसकेछ। अब हेर्नु यो छ कि कुन कुन टिम आइपिएल क्वालिफायरमा पुगिरहेछ। मेरो त आरसीबी हो अनि मलाई कन्फर्म थाहा छ कि आरसीबी त पुगिहाल्छ, जुन आरसीबी पर्फर्मेन्समा छ। अब हेर्नु छ सीएसके पुगिरहेछ कि छैन।